नमस्कार साथीहरु, तपाईहरुलाई आज म घडीको पोस्टर डिजाइन फोटोशपमा कसरी गराउँछ नि त भन्ने कुरा सिकाउन गएको छु। त्यसको लागि नयाँ 10 इन्ची बाइ 10 इन्ची 300 रिजोल्युसन राखी RGB मा सिलेक्ट गरेर गर्नुला। र मैले आफ्नो घडी भएकोलाई लिएर राखेको छु र यसको लागि घडीलाई सेन्ट्रलाइज गरेर राखेको छु। यसको लागि एउटा नयाँ लेयर लिनु होला। नयाँ लेयरलाई व्हाइट कलरले फिल जुन कलरले फिल गरे पनि अब त्यो लेयरमा ग्रेडियन्ट खेल्नु सक्नुपर्छ र ग्रेडियन्टलाई हामी लाइनरमा हैन रेडियलमा खेल्ने। रेडियलमा चाहिँ अब घडीको कलरमा मैले पिकअप गर्ने ब्ल्याक कलर, डार्क कलर र त्यसमा भएको एश कलरलाई पिकअप गरेको छु। जुन पिक गरेपछि घडीको अलिकति डिजाइनलाई निखार दिन्छ। थोरै केटी लाइट गरेर फेरि अर्को एश कलरलाई पनि थोरै लाइट गर्ने छु किनकि यसमा हामी डिजाइनलाई खोल्नु पर्ने छ। टेक्स्ट पनि चाहिन्छ। हामी टेक्स्ट टाइपोग्राफी र कलरमा धेरै ध्यान दिनुपर्छ। इट ओके हैन। त्यसपछि घडीलाई साइडमा राखेर अल्ट सँग घडीलाई दबाएर त्यसलाई अर्को घडीलाई तलपट्टि राखी मैले डिजाइन गराएको छु र ब्लर टुलमा गएर अब गाजुन ब्लर खेलेर आफ्नो सौँदो हिसाबले गाजुन ब्लरलाई ब्लरको एमाउन्टलाई खेल्नु पर्ने हुन्छ। साथीहरु अब चाहिँ यसको चाहिँ अब स्पेसिफिकेसनहरु फिचर्सहरु के छ त घडीको त्यो बारेमा भन्नुपर्ने हुन्छ। तपाईले कुनै पनि ब्रान्डको स्पेसिफिकेसनहरु लेखेर पोइन्ट वाइज लेखेर अनि त्यसमा राम्रोसँग गर्न सक्नुहुन्छ र ओभल शेप लिएर सर्कल शेपमा लिएर तपाईले सिलेक्सन टुलमा मुभ टुल गरेर अल्ट सँग अब अल्ट सँग त्यसलाई डुप्लिकेट गरेर मिलाउन सक्नुहुन्छ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुस् र भिडियोलाई लाइक गरिदिनुस्। कृपया मलाई सपोर्ट गर्नु होला साथीहरु। यस्तो भिडियोहरु आगामी दिनहरुमा लिइराख्ने छु। होला फोटोशपको बारेमा ज्ञान दिइरहने छु नेपाली भाषामा। यति सिलेक्ट गरिसकेपछि मैले चाहिँ अब घडीको नाम जुन चाहिँ स्मार्ट वाच भनेर लेखेको छु र यो फन्ट चाहिँ हाम्रो मिलरेड भन्ने गुगल फन्ट फ्यामिली हो। यो फन्टलाई चाहिँ म अब घडीबाटै निकालेर कलर पिक गरेको छु र यो घडीलाई इनलार्ज गरी स्मार्ट वाचको नामलाई इनलार्ज गरेर तपाईलाई देखाएको छु। यस्तै गर्न सक्नुहुन्छ हजुरले डिजाइन आफ्नो डिजाइनमा राम्रो तरिकाले गर्नको लागि। र भिडियोमा नयाँ हुनुहुन्छ भने कृपया भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गरेर मलाई एकदम सपोर्ट गर्नु होला। आगामी दिनमा म राम्रो भिडियोहरु फोटोशपको बारेमा डिजाइनहरु सिकाउने छु। कृपया आशा छ कृपया भिडियोलाई लाइक गर्नुहुनेछ भन्ने। के नयाँ चीज सिक्न चाहनुहुन्छ भने कमेन्ट गर्नुस्। म कमेन्ट अनुसार पनि भिडियोहरु बनाइरहने छु। हजुरलाई के आउँदैन केही सिक्न छ अरु डिजाइन पनि के गर्नु छ भन्नुस्, म त्यो डिजाइनहरु पनि गर्ने छु। र बुक न भनेर मैले लेखेर टेक्स्ट यतापट्टि शेप टुल लिएर त्यसलाई कलरलाई फिल गरेको थिएँ र डबल क्लिक गरेर त्यसको लाइट कलर युज गरेर ग्रेडियन्टमा युज गरेर फेरि घडीकै कलरलाई नै खेलाएको छु। अब मैले माउसको बटन लिने छु। बुक नलाई पनि त्यो अनुसार कलर दिने डिजाइन हो। डिजाइनमा निखार त दिनुपर्छ। र मुभ टुलको क्लिक टुललाई पनि मैले लिएर घडीको साइडमा राखेको छु। साथीहरु भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानलमा नयाँ हुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक गरेर कमेन्ट हान्दिनु होला। कहाँबाट कसले के हेर्दिनुहुन्छ र कस्तो लागिरहेको छ भिडियो भन्नु होला। आगामी दिनमा नयाँ के डिजाइन चाहनुहुन्छ त त्यो भन्नु होला। म त्यो डिजाइनहरु गरेर हजुरलाई भिडियोहरु ट्युटोरियल बनाएर नै हाल्दिने छु। र घडीको मोडल नाम जसरी मैले अनिस परार आफ्नो नाम लेखे र ब्रान्डलाई मैले गराएको छु र अनिस परार फिट प्लस वाच चाहिँ घडीको नाम त्यही अनुसार हो। र त्यसलाई सेभ गर्न नबिर्सनु होला। आफ्नो स्पेसिफिक फोल्डरमा सेभ गर्नु होला घडीलाई। कृपया साथीहरु मलाई सपोर्ट गर्नु होला। भिडियोलाई लाइक गरी कमेन्ट गर्नु होला। हजुरलाई कुन किसिमको डिजाइन चाहियो त अब नेक्स्ट भिडियोमा त्यो कमेन्ट गरेर म त्यो भिडियो अनुसार आउने छु। र च्यानललाई सब्स्क्राइब गरेर मलाई युट्युबमा ग्रो गर्नको लागि हेल्प गर्नु होला। कम्प्युटर राम्रो छैन हेल्प गर्नु होला। म नयाँ कम्प्युटर लिएर त्यसको लागि अगाडि फर्दर प्रोसेसहरु गर्ने छु। तपाईहरुलाई के चाहियो फोटोशपमा के सिक्नु पर्ने छ, कसरी गर्ने हो, सर्टकट कीहरुदेखि लिएर डिजाइनमा कसरी निखार दिने त, डिजिटल एडभर्टाइजमेन्टमा कसरी दिने भन्ने कुरा सबै कुराहरु सिकाउने छु। कृपया भिडियोलाई लाइक गरिदिनु होला। र स्याडो दिनु भनेको घडी अघि हावामा उडेको जस्तो थियो। अहिले चाहिँ घडी हावामा उडे पनि एउटा राम्रो डिजाइन देखिन्छ स्याडो दियो भने। र स्याडोको लागि ब्रश टुल युज गर्नुपर्छ। एपासिटीहरु घटाउनु पर्छ। एपासिटी घटाउनु भनेको बत्ता देखिदैन। र घडीको एजमा अलिकति स्याडो भएको भागमा अलिक डार्कनेस दिनु भयो भने बल्ल घडी त्यो ठाउँमा छोइए जस्तो हुन्छ। साथीहरु कृपया भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला। आगामी दिनमा तपाईहरुलाई मैले धेरै ट्युटोरियल फोटोशपको इलिस्ट्रेटरको पनि लिएर आउने छु। डिजाइन सम्बन्धी सम्पूर्ण कामहरु जसरी अब डिजाइन कसरी गर्ने, कसरी कलर खेल्ने, कसरी टेक्स्टहरु खेल्ने, सब्जेक्टदेखि लिएर ब्याकग्राउन्ड कलरहरु कसरी पिक गर्ने सबै म नयाँ नेक्स्ट भिडियोहरु पनि गर्ने छु। तपाईले कमेन्ट गर्नु होला। कमेन्ट गरेर भन्नु होला कि तपाईलाई कस्तो खालको डिजाइन चाहियो त। त्यो अनुसार म हजुरलाई डिजाइन दिने छु। अब
हामीले सबै कुराहरू लिएर गएपछि अब फाइनल टच पनि दिनुपर्ने हुन्छ। त्यसको लागि अब कन्ट्याक्ट डिटेल्स पनि दिनु। अभियसली डिजिटल मार्केटिङमा चाहिँ हामीले कन्ट्याक्ट डिटेल्स दिनुपर्ने हुन्छ। जब कि क्लाइन्टले तपाईँलाई कसरी कन्ट्याक्ट गर्ने त, कन्ट्याक्ट डिटेल्सकै थ्रु हो नि त। त्यही भएर तपाईँहरू च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियोमा नयाँ हुन्छ भिडियोलाई लाइक कमेन्ट कस्तो लागिरहेको छ र हजुरलाई कस्तो फिल भइरहेको छ भिडियो हेरेर। तपाईँले अब हुनुपर्ने सिक्नुपर्ने कुराहरू सबै दिनेछु। यसको लागि एक्सपोर्ट गर्नुपर्ने हुन्छ है, जेपिजी गरेर यो क्वालिटी आउँछ। Guys, please support me to grow on YouTube. Kindly requested you to subscribe to my channel and hit the like button and smash the subscribe button. Don't forget to click on bell icon for more updates in further process. Jai Nepal, Jai Photoshop.